हेलो गाइस, अहिले म चाहिँ कहाँ आएको छु भने नि यहाँ हाम्रो भाइकोमा आएको छु होइन। अन्त यहाँनिर भाइकोमा आएर चाहिँ यहाँनिर हाम्रो भाइले के गर्दैछ भनेर चाहिँ यहाँ चेक गर्न आएको थिएँ नि त। ऊ पर घुम्नु उयो आज मेरो घरमा अलिकति प्रब्लम थियो नि त, त्यस कारणले गर्दा चाहिँ यहाँ यसो हेर्न आएको थिएँ। यहाँ भाइले चाहिँ के गर्दैछ नि भाइको अफिसमा होइन। अन्त भाइ के गर्दैछ भनेर भन्दाखेरि चाहिँ भाइले आउनु दाजु आउनु नि यहाँनिर मेरो अफिसमा नि के कसो छ यसो हेर्नुहोस्, तपाईँहरू पनि बुझ्नुहोस् न। यहाँ धेरै कतिवटा तपाईँको घरको अस्तिको बिहाको फोटोहरू पनि छैन, त्योहरू पनि हेर्नुहोस् भनेर भन्दाखेरि चाहिँ म यहाँ आएँ होइन। अन्त यहाँ हाम्रो भाइले यस्तो यहाँनिर होइन यहाँ कम्प्युटरमा चाहिँ अब धेरै काम गर्दै रहेछ नि भाइको। अन्त तपाईँहरूलाई अरू कुरोहरू पनि देखाउँछु। यहाँनिर जस्ट मेरो अब म चाहिँ अब सानोतिनो अब कम्ती दामको अब क्यामेरा पनि भर्खर अब ट्राई गर्दैछु नि त भिडियो बनाउनु लागि होइन। अन्त म त अहिले हालैमा आएर चाहिँ यसो भाइ यो भ्लग विषयमा यो भिडियोहरू चाहिँ कसरी बनाउनु पर्ने के हो कसो हो भनेर बुझ्न लागि आउँदैछ। होइन अङ्कल हेर्नु नि यहाँ यो मेरो के भन्छ क्यामेरा राख्ने फ्रिज चाहिँ यो हो है भनेर देखाएँ नि त भाइले। अन्त यो क्यामेरा पनि अहिले मैले जुन चाहिँ भिडियो गर्दैछु त्यो क्यामेरा पनि भाइकै हो होइन। अन्त मैले चाहिँ अहिले भाइसित यहाँ हल्का सानो भिडियो बनाउनलाई चाहिँ आइरहेको छु होइन। अन्त मेरो भाइले पनि यो विषय लिएर चाहिँ एक दुई शब्द के राखिदिनु सुझाउ के छ होइन मेरो लागि। म चाहिँ अब यही भन्छु होइन, तपाईँहरूले जे इच्छा लाग्छ मनको होइन मनको कुराहरू गर्नुहोस् होइन। अनि यो फिल्ड पनि धेरै राम्रो छ। मलाई त भाग्यद्वारा कि मलाई त एकदमै मनपर्छ यो भिडियो जस्ट अब ब्लग भयो है। म त अब एक दिन भिडियो बनाएन भने चाहिँ नि अब के भएन के बरु मलाई जस्ट अब एउटा भनेको छ नि रक्सी खाने मान्छेले रक्सी खानु पाएन भने चाहिँ थरर हुन्छ भनेर। म चाहिँ यो भ्लग भन्ने कुरा चाहिँ बनाउन पाएन भने चाहिँ मलाई एकदमै के मिलेको छैन। आज मलाई के चाहिँ भएकै छैन। मलाई भात खाएको पनि मजै लाग्दैन अब एक दिन भ्लग बनाएन भने चाहिँ। गाइस म चाहिँ यही भन्छु होइन, हाम्रो जति पनि हाम्रो भिडियो गर्ने नयाँ हाम्रो भाइहरू भयो, हाम्रो दिदीहरू, हाम्रो बहिनीहरू, हाम्रो बडा काकाहरू जति पनि हुन्छ होइन भिडियो बनाउने, अनि उहाँहरूलाई चाहिँ म यही सुझाउ छ मेरोबाट चाहिँ के छ भने तपाईँ कसैलाई पनि अब एउटा भिडियो बनाउनु छ भने अहिलेको सिचुएसनमा हामी स्टेजमै बस्नुपर्छ भन्ने चाहिँ छैन। अहिले हामी स्टेजमा बस्नु पनि त सक्दैन, टाइम पनि त पाउँदैन। त्यस कारणले गर्दा चाहिँ यो 5G को जमाना है हामीले आफ्नै मोबाइलमा सानोतिनो अब जति जाने अनुसार चाहिँ है मैले पनि अहिले त्यस्तै गर्दैछु। अनि आफ्नै मोबाइलमा भयो जस्ट आज त मैले मेरो भाइकोबाटै भिडियो बनाउन पाइरहेको छु होइन। म त एकदमै खुसी पनि छु है। तपाईँहरूलाई कस्तो लाग्यो होइन मेरो भिडियो, तपाईँहरूलाई पनि मेरो भिडियो मनपर्छ होला है। मेरो भाइको यहाँ अफिसहरू चाहिँ एकदमै सुन्दरताले भरेको छ, यहाँ पैसाले भरेको छ होइन। पैसा त होइन दुःखले भरिएको छ। ठिकै छ, मलाई सपना मेरो भाइको सपना चाहिँ एकदमै पुरा भइरहेको छ। म त खुसी छु है। अन्त मेरो भाइलाई एउटा जानकारी मेरोबाट चाहिँ के छ भने जुन चाहिँ अब हाम्रो भाइ म त भाइ भन्छु है, म त अङ्कल भन्छ मेरो छोरा र ऊ त यहाँ भाइले एउटै हो। आज मलाई यो भ्लग विषयमा पनि मलाई हल्का प्रोटेक्सन गर्यो है, साथ दियो। अनि मेरो भाइलाई पनि धेरै धेरै धन्यवाद। अनि फेरि नेक्स्ट भिडियो पनि मेरो भाइसितै पनि एक दिन बनाउँछु भनेर जमानको चाहिँ बसेको छु होइन गाइस। मेरो भाइले धेरै साथ दियो है। तपाईँहरूलाई नेक्स्ट भिडियो पनि फेरि देखाउने छु। अहिलेको लागि चाहिँ यति नै। अनि यहाँ के बनिन्छ कस्तो कस्तो चिजहरू तपाईँले पाउनुहुन्छ त्यो पनि म नेक्स्ट भिडियोमा टोटल्लै देखाउने छु। लु त।